तपाईँ टिचर हो र तपाईँलाई वार्षिक कार्ययोजना बनाउन झन्झट लाग्छ, त्यसो भए मसँग आउनुहोस्। एक क्लिकमा तपाईँको सबै विषयको वार्षिक कार्ययोजना बनाउन सकिन्छ। त्यसको लागि मसँग बनिराख्नुहोस्। ल जाम मोबाइलको स्क्रिनतिर। यो मोबाइलको स्क्रिन हो। म क्रोम ब्राउजर खोलेँ। यहाँ क्लिक गरेर मैले क्युएन मैले सर्च गरेँ गुगलमा। यो पहिलो सुरुमै देखाउँछ क्युएन, त्यो वेबसाइटमा तपाईँ क्लिक गर्नु होला। यो क्लिक गरिसकेपछि यहाँ माथि नै देखाउँछ। तपाईँ माथि सबभन्दा माथि नै लगइन गरे पनि भयो, नगरे पनि भयो, सबैभन्दा माथि नै देखाउँछ। यहाँ एउटा टेक्स्ट बार देखाउँछ, यहाँ क्लिक गर्नुहोस् र तपाईँले नेपालीमै लेखे पनि हुन्छ। यो म नेपालीमै लेखेर तपाईँलाई देखाउँछु। मैले लेखेँ CDC को वेबसाइटमा गएर कक्षा 8 को म्याथमेटिक्स विषयको वार्षिक कार्य योजना बनाइदेऊ। मैले यसलाई प्रम्प्ट दिएँ, मलाई कक्षा 8 को म्याथको वार्षिक कार्ययोजना बनाइदेऊ नेपालीमा। यति भइसकेपछि मैले यसलाई यहाँ क्लिक गरेँ। यसले अब केही समय लिन्छ। त्यसपछाडि यसले मलाई टोटली कार्ययोजना बनाएर दिन्छ। यसले अब बनाउन थालेको छ। हेर्नुहोस्, यहाँ बनाएर देखाइरहेछ, माथि डिटेलमा बनाइरहेछ। यसले अब पुरै बनाएर यसले देखाउँछ। एक वर्षको पुरै बनाएर दिइरहेछ। पुरै बनाइदिन्छ एक वर्षमा के कसरी कुन विधि प्रयोग गरेर बनाउने भनेर बनाइदिएको छ। यहाँ हेर्नुहोस्, क्रम सङ्ख्या छ, त्यसपछि महिना, कुन महिनामा कति पाठ पढाउने, कुन एकाइ वा पाठ पढाउने, अर्कोमा छ विषयवस्तु, कुन टपिक के पढाउने, अनि कति समयमा पढाउने, सिकाइ उपलब्धि यसबाट के आउँछ, अनि त्यसै गरी सिकाइ सामग्री वा विधि प्रयोग गरेर कुन सामग्री प्रयोग गरेर पढाउने, त्यसको लागि त्यसपछि मूल्याङ्कन कसरी गर्ने, यो सबै डिटेल दिएको छ। पुरै पाठको हामीले यहाँ हेर्न सक्छौँ। सबै पाठको छ। चैत्र महिनासम्म यसले दिएको छ। पुनरावलोकन, कहिले त्रैमासिक परीक्षा लिने, यो त्यो पनि किटान गरेर यसले दिएको हुन्छ। पहिलो त्रैमासिक परीक्षा यसले असारमा ले भनिरहेछ। त्यसपछि अर्धवार्षिक परीक्षा, तीनवटा परीक्षालाई आधार मानेर यसले बनाएको हुन्छ। लास्टमा गएर हामी यसलाई डाउनलोड पनि गर्न सक्छौँ। यहाँ डाउनलोडको अप्सन पनि दिएको छ। यहाँ यो क्लिक गरेपछि हामी डाउनलोड गर्न सक्छौँ। तपाईँलाई कस्तो लाग्यो यो भिडियो कमेन्ट गर्नुहोला यस्तै भिडियोको लागि, र मेरो पेज फलो गर्नुहोला। धन्यवाद।